सांसदलाई बजेट बाँड्ने अधिकार छैन, सर्वोच्चको स्पष्ट सन्देश। सांसदहरूलाई निर्वाचन क्षेत्रको नाममा बजेट बाँड्ने, योजना छनौट गर्ने वा विकास निर्माणमा प्रत्यक्ष संलग्न गराउने अभ्यास संविधान विपरीत रहेको भन्दै सर्वोच्च अदालतले भविष्यमा यस्ता कार्यक्रम सञ्चालन नगर्न सरकारहरूलाई निर्देशन दिएको छ। न्यायाधीश द्वय सपना प्रधान मल्ल र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले संसद विकास कोष तथा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम जस्ता योजनाले शक्ति पृथकीकरणका संघीय शासन व्यवस्था र स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गर्ने ठहर गरेको हो। अदालतले सांसदको भूमिका, कानुन निर्माण, बजेटमाथि छलफल तथा कार्यपालिकामाथि निगरानी राख्ने भएकाले उनीहरूलाई योजना छनौट र कार्यान्वयनमा संलग्न गराउन नमिल्ने स्पष्ट पारेको छ। फैसलामा बजेट स्वीकृत गर्ने व्यक्ति स्वयं योजना कार्यान्वयनमा संलग्न हुँदा स्वार्थको द्वन्द्व सिर्जना हुने, वित्तीय अनुशासन कमजोर हुने र सुशासनमा असर पर्ने उल्लेख गरिएको छ। साथै स्थानीय विकास निर्माणको अधिकार संविधानले स्थानीय तहलाई दिएको भन्दै सांसद मार्फत योजना सञ्चालन गराउने अभ्यास संघीयताको मर्म विपरीत भएको भन्दै अदालतको निष्कर्ष निक्लेको छ। सर्वोच्चले प्रत्यक्ष निर्वाचन सांसदलाई 5 करोड र समानुपातिक सांसदलाई 1.5 करोड रुपैयाँ बराबरको योजना दिने अवधारणामाथि पनि आपत्ति जनाउँदै यस्तो व्यवस्था सांसदहरू बीच नै असमान व्यवहार हुने टिप्पणी गरेको छ। यद्यपि मध्य प्रदेश सरकारले उक्त निर्णय औपचारिक रूपमा कार्यान्वयनमा नगरेको दाबी गरेपछि अदालतले विवादित निर्णय बदर भने गरेन, तर भविष्यमा यस्ता कार्यक्रम नल्याउन निर्देशनात्मक आदेश जारी गरेको छ। कानुनी क्षेत्रका जानकारहरूले यो फैसला सङ्घ, प्रदेश र स्थानीय तह सबैको लागि महत्त्वपूर्ण संवैधानिक नजिर बनेको बताएका छन्। यसअघि पनि सर्वोच्च अदालतले 2076 सालमा संघीय संसदको निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई असंवैधानिक ठहर गरिसकेको थियो।